प्राउड अफ यु सधैँ प्राउड अफ यु हेलो एन्ड नमस्ते फेरि पनि आज बिहानै बिहानै स्वागत भइसकेको छौँ लङ रनलाई आज चाहिँ यस चिसाङ पुलबाट बाहुनी हुँदै बिच हुँदै लगभग 10 to 12 किलोमिटर होला आज हान्ने यता दामी हुस्से लगाइरहेछ हावा पनि चिसो सिरिस्तो दामी चलिरहेछ तै पनि रनिङ चाहन्ने हो उसले त केही देखिरहेको छैन यस्तो चिसो रोडहरू त पुरै सुनसान छ केटाहरू पनि कोही छैन सो रनिङ हान्ने केटाहरू पनि कोही छैन कोही भेट्दैन पुरै रोड सुनसान अब हजुरबा हजुरआमाहरू चाहिँ मर्निङ वक हिँड्नुहुन्छ त्यति हो त कोही देखिन्छ त बाटोमा दौलतपुर आइपुगेको छु गुलबारी नगरपालिका 7 मतलब टु क्रस भजन बजिरहेको रहेछ है बिहान बिहानै सुरुमा रनिङ गर्दा लास्ट ट्रेन हुन्छ एक्सर्साइज भन्दा लास्ट चाहिँ अहिले त स्वर्गमा जस्तो फिल हुन्छ अब त एक्सर्साइज हान्दा रनिङ हान्दा ओ माई गॉड यो चाहिँ तित्रीगाछी बाहुनी र केरनको बिचमा भएको यो रुख तित्रीगाछी यो पहिला चाहिँ यस्तो लटरम्मै फल्थ्यो नि तित्री हामी आउँथ्यौँ क्या टिप्नुलाई सो म चाहिँ बाहुनी बजार आइसकेको छु हुस्से लागेको छ खास चाहिँ बजार चाहिँ देखिँदैन होला चाहिँ बाहुनी बजार म चाहिँ जाने यो बाटो हुँदै आज चाहिँ घर फर्किने यो चाहिँ के रहेछ नयाँ बाहुनी बजार लेट्स सी मन लागेको कुरो गर्नु पाउँदा आनन्द चाहिँ बेग्लै आउँछ दामी घर बनिरहेको रहेछ कसको पनि घर चाहिँ कम्पाल लाग्छ यस्तो पुरानो जमानाको घर हेर्दा चाहिँ गिर्जा प्रसाद कोइरालाको याद आउँछ पुरानो घर खिया परेको पहेँलो कलर डिजाइनै बेग्लै घर हेर्दा चाहिँ बेलबारी नगरपालिका वार्ड नम्बर 7 कार्यालय मोरङ सो गाइज म चाहिँ पुरानो बाहुनी आइसकेको छु अब घर जाने बाटो लाग्यो नेक्स्ट डे बाहुनी क्याम्पसको पनि
भिडियो ल्याउँछु है त। म चाहिँ ठ्याक्कै अहिले साङ्गेनार आइपुगेको छु। साङ्गेनार साङ्गेनार कदम चोक टोल विकास। तपाईँहरूलाई म प्राथमिक स्वास्थ्य केन्द्र बाहुनीको स्वास्थ्य केन्द्र देखाउँछु है त। तपाईँहरूलाई म स्वास्थ्य केन्द्र भिजिट गराउँछु। ठ्याक्कै बाटोमै पर्छ स्वास्थ्य केन्द्र। यता त कृषि तथा पशु सेवा केन्द्र पनि पुरै छ यहाँ रहेछ है त। यो चाहिँ स्वास्थ्य चौकी बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र। मर्निङ बा मर्निङ। लाग्यो घरतिर अब चाहिँ मलाई पराल त डर बोक्नु हुँदो रहेछ त। घर फर्किँदैछु। घर पुग्न आँट्यो। यो साझा बेलुका माइन्डमा यसरी रनिङ हान्ने भनेर यस माइन्डमा दिमागमा सोचेको थिएँ। जस बिहान मैले कम्प्लिट गरेँ। आई एम सो ह्याप्पी। प्राउड अफ यु सन्डे। प्राउड अफ यु। काली मन्दिर। सेल्फ प्राउड। सेल्फ लभ। आफूलाई माया गर्न थालेको छु। मजा आउँछ। प्राउड अफ यु सन्डे। प्राउड अफ यु। बेलुका सोचेको कुरो बिहान पुरा गर्यो। आई एम सो ह्याप्पी। यस म चाहिँ सुरु गरेको ठाउँ फेरि आइसकेँ। कानेपोखरी गाउँपालिका घर जाँदैछु। थ्याङ्क यू सो मच सबैजनालाई।